सबैलाई जयमसी। आज चाहिँ म तपाईँहरूलाई एउटा क्वेसन राख्दैछु, प्रश्न। परमप्रभुले सबै कुरा किन दुई किसिमको बनाउनु भएको छ? मेरो क्वेसन चाहिँ यही छ, परमप्रभुले सबै कुरा किन दुई किसिमको बनाउनु भएको छ है? अनि यसको उत्तर तपाईँले कमेन्टमा दिन सक्नुहुन्छ है त। अब के चाहिँ दुई किसिमको छ भन्दा थुप्रो कुराहरू छ। म केही कुराहरू तपाईँहरूको बिचमा राख्छु है त। जस्तो रोमी 9:21मा दुई किसिमको मानिस भन्ने बुझिन्छ। त्यहाँ आदर र अनादरको भाँडो, अर्थात् दुई किसिमको मानिस बनाउनु भएको कुरालाई हामी त्यहाँ बुझ्छौँ। पहिले यूहन्ना 5:16 अनि 17मा दुई किसिमको पाप हामी त्यहाँनिर देख्छौँ। याकुब 3:13देखि 17सम्ममा हेऱ्यौँ भने त्यहाँ दुई किसिमको बुद्धि देख्छौँ। उत्पत्ति 2:17मा हेर्छौँ भने असल र खराबको ज्ञान दिने फल, अर्थात् ज्ञान पनि असल र खराब होइन। त्यहाँ दुई किसिमको ज्ञान हामी बुझ्छौँ। अनि त्यो पहिलो यूहन्ना 4:1देखि 6सम्ममा हेऱ्यौँ भने आत्मा पनि परमेश्वरबाट आएको र शैतानबाट आएको भनेपछि आत्मालाई पनि हामी दुई किसिमको आत्माहरू हामी त्यहाँ देख्छौँ होइन। पहिलो कोरन्थी 15:40मा पनि पार्थिव र स्वर्गीय शरीर भनेको छ। त्यहाँ दुई किसिमको शरीरलाई हामी देख्छौँ होइन। मत्ती 7:13लाई पनि हेर्छौँ भने बाटो पनि, मानिस हिँड्ने बाटो पनि दुई किसिमको बाटोलाई हामी त्यहाँनिर देख्छौँ। अनि मानिसको गन्तव्यलाई हेर्छौँ भने दुई किसिमको छ, एउटा स्वर्गमा पुग्ने र एउटा चाहिँ नरकमा पुग्ने। स्वर्ग र नरक गरेर दुई किसिमको गन्तव्य, मानिसको अन्तिम गन्तव्य होइन। अनि कामको हिसाबले हेर्छौँ भने पनि काम पनि दुई किसिमको छ। बुझाइको हिसाब, प्रकाशको हिसाब हेर्छौँ भने त्यो पनि दुई किसिमको छ होइन। हरेक कुरालाई हामी हेर्दै जान्छौँ भने चाहिँ हामी त्यहाँ दुई किसिमको पाउँछौँ। अनि परमप्रभुले यसरी सबै कुरा दुई किसिमको चाहिँ किन बनाउनु भएको छ, यसको कारण के होला होइन। यहाँ कति गम्भीर गम्भीर कुराहरू छ। मानिस दुई किसिमको होइन, पाप दुई किसिमको, बुद्धि दुई किसिमको, ज्ञान दुई किसिमको, बाटो दुई किसिमको, आत्मा दुई किसिमको, शरीर दुई किसिमको होइन, हामी यहाँ देखिराखेको छौँ। मैले ती भर्सहरू पनि तपाईँलाई भनिदिन्छु। त्यो भर्सहरू गएर हेर्नुहोस् अनि किन दुई किसिमको छ खोज्नुहोस्, अध्ययन गर्नुहोस् होइन। त्यसको उत्तर तपाईँलाई लागेको, तपाईँलाई थाहा छ, तपाईँलाई जानकारी छ भने पनि त्यो उत्तर पनि तपाईँले कमेन्टमा राख्न सक्नुहुनेछ है त। हुन्छ, धन्यवाद। जय मसीह।